अरे या मजा आ गई। देखो ना गाइस हम कहाँ हैं, हम अभी ये जंगल में। तेरी नजरों ने दिल का किया जो हशर असर ये। सो हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ दार्जिलिङ ब्लग्सको च्यानलमा। र आज चाहिँ हामी चाहिँ जङ्गलमा जाँदैछौँ है दाउरा ल्याउनुको लागि। 2025 देखि 2026मा एकैचोटि जाँदैछौँ हामी। के कसो भाइ? सही हो सही हो सही हो। दुई भाइ चाहिँ लाग्दै अब दाउरामा जङ्गलमा के कस्तो छ, दाउरा छ कि छैन हो, हेर्दै गर्नु होला भिडियो। अगाडि पनि देखाउँछु तपाईँलाई म हामी दाउरा कस्तो तरिकाले खोज्छ हो। जङ्गल केही कस्तो छ यहाँ, यी पिसारीहरू हो। यहाँ आलु सालु रोप्ने जग्गा बनाएको रहेछ, धान रोपिसकेर बाँझै छ हो। यहाँ चाहिँ धान, यो चाहिँ अब एक दुई दिन भएर यहाँ चाहिँ मकै आलु रोप्न धमाधम हुन्छ है काम चाहिँ। यहीँ अगाडि छ हाम्रो विक्रम हो। यता हेर्न के छ डोकोहरू देखा त। यो भयो खुकुरी यहाँ यस्तो पकाएको हुन्छ हाम्रोमा चाहिँ खुकुरी दाउरा काट्नेहरू चाहिँ। हामी चाहिँ जङ्गलमा एन्ट्री गरिसक्यो अहिले हो। यहाँ हेर्न सक्नुहुनेछ जङ्गलमा यो बाटो हामीले बनाएको नि पहिला नि भित्केर खोल्साहरू हो। एकदम दामी दामी छ नि हो नजरा। यसलाई चाहिँ भन्छ मौवा भोटे हो, मेन्ची खोल्सा। अनि चाहिँ बाटो एकदम हरामी छ, यहाँ पारि भिड छ हो। हामी त्यहाँ चाहिँ दाउरा सन्छि, हामी सब त्यहाँ माथि चढिन्छ दाउरामा। माथि चाहिँ हामी दुई भाइ चाहिँ जङ्गल नै वरिपरि जङ्गल, हरियाली वन जङ्गल बिचमा हामी दुई भाइ है। यहाँ पछाडितिर हेर्नु यो चाहिँ मेन्जी खोल्साको चप्लेटी ढुङ्गा हो। हामी चाहिँ स्टिक हो। हामी चाहिँ यता हेर्न आइज न, यहाँ हेर्न हामी चाहिँ जङ्गलमा छ हो। स्याल्फी स्टिकमा भरे अर्ग्यानिक बाँसको बनाएको होइन। यो चाहिँ यहाँ माथि दाउरा काट्नु जाँदैछ हो। अब के कस्तो हुन्छ त्यो दाउरा चाहिँ कहाँ छ कि सुक्खा हो। हेर्ने साथीहरू त्यहाँ पर भाइ जाँदैछ। अब उकालो चाहिँ डरलाग्दो चढ्छ यो चाहिँ भिर। जा 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 छिटो। कार त कहाँ छ कि चोको सुक्खा हो। सुक्खा हो लो काट्दैछ नि अहिले हो। यहाँ भिरमा जानु आँटेको छु दाउरा ल्याउनु हो। दाउरा चाहिँ यहाँ माथि भिरमा छ। अब कबादा भिर कसरी चढ्छ के कसो हो होइन, हेर्नु है। हामी चाहिँ एकदम लोकल पाराको चढ्छ है भिर चाहिँ। माथि पुगेको छु। अर्ग्यानिक ड्रोन हो यो चाहिँ। आम्मा ट्यान ट्यारन ट्याररन ट्याक्टुरुम्डी। हामी चाहिँ गाइस अहिले यहाँ दाउरा काट्दैछ हो। एकदम अर्ग्यानिक भिर जङ्गल यस्तो खतरा छ हो। इस आम्मा माथि मौवाबाट झरेको रहेछ यो दाउरा चाहिँ। आम्मा यहाँ माथिबाट चाहिँ यहाँबाट झरेर चाहिँ एकफोल्ट खेलेर चाहिँ यहाँ तल आएको रहेछ हो। यहाँ भिर यहाँ तल खोल्छ। यहीँ दाउरा बारी पुग्यो अब त। दाउरा कतिले देखेर आएको छु कहाँडा खोज्यो भन्ने जिन्दगानीमा होइन। दाउरा खोज्नै पर्छ जाडोमा तातो हुनुको लागि। बिहा गरेको छैन, बुढी छैन, एकदम कनेक्टेड हो। दाउरा त्यहाँ अड्केको रहेछ हो। यहाँ एउटाले यहाँ तान्दैछ दाउरा। के काँडाले अड्क्यो? मलाई त्यस्तै भयो। ठेलेको दाउरा यहाँ छ हो। काँडाले बिजोक बनायो, कसरी तान्नुपर्ने हो यो दाउरा। अब एउटा बाटो हो यो। हामी पहिल्यैदेखि डोको बोकेर दाउरा घाँस गर्थ्यौँ। अहिले त आँटा आउँदैन रहेछ, ठुलो भइसक्यो कि यो जङ्गल त। पहिला त यस्तो भिरहरू त पुरा चारेको नि हौ। दाउरा बटुलेर ल्यायौँ हो। अब कति के हुन्छ अब यहाँ काट्नुपर्छ। यहाँ पर भाइले चाहिँ दाउरा बोकेर लिएर आउँदैछ हो।
दाउरा खोजेर काटेर रेडी भयो हो। अब चाहिँ हाम्रो हाल्ने बेला भएको है। हाम्रो चाहिँ भारी पनि पुगिसक्यो अहिले साथीहरू हो। यो मास्तिरको भाइको, यो मेरो, यहाँ छ मेरो बाम्फोक। अब बोकेर हामी जान्छौँ घरतर्फ। हेलो साथीहरू, हामीले दाउरा चाहिँ खोजिसक्यो हो। हाम्रो भारी चाहिँ यहाँ छ, एउटा भारी यहाँ छ, एउटा यहाँ पछाडि छ हो। हामी चाहिँ भारी पुग्यो हो। हामी चाहिँ घरतर्फ गएको। तपाईँहरूलाई भिडियो के कसो लाग्यो लाइक सेयर अन्त युट्युबमा सब्सक्राइब पनि गरिदिनु होला, फेसबुकमा फलो पनि गरिदिनु होला है, इन्स्टाग्राममा पनि गएर ठ्याक्कै फलोहरू गरिदिनु होला। तपाईँहरूलाई के कसो लाग्यो कमेन्टमा भनिदिनु होला। अन्त के भन्न चाहन्छस् त? म त्यही भन्न चाहन्छु, लाइक सेयर गरिदिनु, कमेन्ट गरिदिनु, युट्युबमा सब्सक्राइब गरिदिनु, त्यति नै हो। तपाईँहरूले माया र सपोर्टले गर्दाखेरि है मेरो फेसबुकमा 2K फलोवर्स पनि पुगेको छ है। अझै माया गरिदिनुहुन्छ होला भन्ने आशा गरिरहेको छु है। तपाईँहरू जति पनि माया गरिदिनु भएको छ तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै है, फेरि आउने दिनमा पनि यसरी नै सपोर्ट माया गरिदिनु होला। अनि युट्युबमा पनि तपाईँहरूले सब्सक्राइब गरिदिनु होला साथीहरू होइन। साथीहरू अब सबै दिदीबहिनी दाजुभाइ आन्टी अङ्कल कसले हेर्नुहुन्छ मेरो भिडियोहरू सबैले यसो सपोर्ट गरिदिनु होला है। घर जाँदैछौँ भाइ, यता हेर त कस्तो भयो गरौँ नि। हामी चाहिँ घर जाँदैछ अहिले। दाउराबारी पुग्यो हो। आम्मामा